हेलो नमस्ते सेवारो सबैमा। आजको भिडियो चाहिँ मोस्ट रोज पोर्चुलाका अर्थात् हामी सबैले जानेको नाम घडी फुलको बारेमा छ। यो घडी फुल चाहिँ मसँग 4-5 वटा कलरमा छ र आज चाहिँ म यसकै कटिङहरु चाहिँ सार्छु। यसलाई चाहिँ हामी 10 बजे फुल 12 बजे फुल पनि भन्छौं, किनकि यो चाहिँ जब अलिक घाम लाग्छ त्यसपछि मात्र फुल्छ, बिहान फुल्दैन। यो चाहिँ पिंक कलरमा छ। कोपिलाहरु पनि बस्न सुरु गरिसकेको छ र यो चाहिँ सिन्ड्रेला पोर्सलेन हो। यो चाहिँ राम्रो कलरमा छ, तर यसको बिरुवा चाहिँ मसँग यति मात्र छ। यसको पनि कटिङ सार्छु आज म। र माटो मिक्सचर चाहिँ तयार गरिसकेकी छु मैले। यो घडी फुल चाहिँ समरको लागि चाहिँ बेस्ट फुल नै हो, किनभने विभिन्न कलरमा फुल्छ र धेरै केयर पनि गर्नु पर्दैन। र अब चाहिँ म कटिङ गर्छु। यसलाई चाहिँ हातले नै यसरी चुडाएर गर्दा पनि हुन्छ। यसको सानो हाँगा पायो भने पनि मजाले सर्छ। र यो चाहिँ मलाई रेड कलर जस्तो लाग्छ यसको पातहरु हेर्दा, किनभने मैले चाहिँ मिक्स गरेर रोपेको छु र कलर चाहिँ त्यही भएर छुट्याउन गाह्रो हुन्छ। यो चाहिँ पक्कै पनि रेड नै होला। यो पिंक कलर चाहिँ फुल्न लागेको छ र यसको चाहिँ म यो छोटो छोटो हाँगाहरु मात्र काट्छु, लामो चाहिँ काट्दिन, किनभने यसलाई चाहिँ मैले छुट्टै शेप दिन खोजिराखेको छु। जम्मा कटिङ चाहिँ यति भयो। अब यसलाई नै म रोप्छु। माटो मिक्सचरलाई चाहिँ अब पोलीमा भर्नु पर्यो। यो चाहिँ जरा देखिन्छ। यहाँ चाहिँ खासमा चाहिँ मैले अस्ति पिटुनिया रोपेको थिएँ, त्यसै माटोमा चाहिँ मैले यहाँ मलहरु मिक्स गरेकी छु।
माटो भरिसकेँ मैले। अब चाहिँ म यसलाई रोप्छु। मेरो यो रोपाइ चाहिँ पुरा कोदो रोपेको जस्तै भएको छ। अब चाहिँ मैले अघि गरेको कटिङहरु चाहिँ सबै रोपिसकेकी छु। यसलाई चाहिँ अब म अलिक सेड हुने ठाउँमा राख्छु र आजको भिडियो चाहिँ यस्तै भयो। हजुरहरुलाई मेरो भिडियो के कस्तो लाग्छ, यदि हजुरहरुलाई युजफुल लाग्छ भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला। Thank you. Happy gardening.